एक जोडी भङ्गेरा एउटा जङ्गलमा बस्ने गर्दथे। तिनीहरूले एउटा रुखको हाँगामा आफ्नो गुँड बनाएर बसेका थिए। त्यसपछि पोथी भङ्गेराले गुँडमा अन्डाहरू पारे। ती अन्डाहरू देखेर दुई श्रीमान र श्रीमती भङ्गेरा धेरै खुसी भए। भाले भङ्गेराले उनको र तिनीहरूका अन्डाहरूको हेरचाह गर्न थाले। भङ्गेरा दम्पति उत्सुकतापूर्वक आफ्ना छोराछोरीहरू बाहिर आउन पर्खिरहेका थिए। तर एक दिन एउटा ठुलो र डरलाग्दो हात्ती तिनीहरूको रुखको नजिक आयो। उसले हाँगा तान्न थाल्यो। यो देखेर भङ्गेरा दम्पति डराए र उहाँलाई अनुरोध गर्न थाले। तिनीहरूले बिन्ती गरे, ओह प्रिय हात्ती, कृपया दया देखाउनुहोस्। यो हाम्रो सुन्दर गुँड हो। गुँडमा अन्डा राख्यौँ। हामी हाम्रा छोराछोरीहरू बाहिर आउन उत्सुकताका साथ पर्खिरहेका छौँ। कृपया हाँगाहरू नतोड्नुहोस्, नत्र हाम्रा सुन्दर सपनाहरू पनि टुट्नेछन्। तर त्यो स्वार्थी हात्तीले केही सुनेनन्। उसले त्यो ठाउँ भत्काउन जारी राख्यो। अन्ततः उसले त्यो हाँगा तोड्यो। यसले गर्दा अन्डा झरेर फुट्यो। भङ्गेरा दम्पति रुन थाले। यो डरलाग्दो घटना देखेर भङ्गेरा दम्पतिका साथीहरू उनीहरूलाई सान्त्वना दिन आए। केही साथीहरू यस घटनाबाट यति गहिरो प्रभावित भए कि उनीहरूले त्यस हात्तीलाई सजाय दिने निर्णय गरे। उनीहरू मास्टरमाइन्ड भ्यागुतोकोमा गए। मास्टरमाइन्ड भ्यागुतालाई जङ्गलको सबैभन्दा बुद्धिमान प्राणी मानिन्थ्यो। यो सुनेपछि मास्टरमाइन्ड भ्यागुतोले त्यो हात्तीसँग लड्ने निर्णय गर्यो। मास्टरमाइन्ड भ्यागुतोले हात्तीलाई सजाय दिने योजना बनायो। उनले लामखुट्टे र उडकिपर चरालाई आफ्नो योजनामा समावेश गरे। उसको योजना अनुसार लामखुट्टेले हात्तीको कानमा कराउनेछ र हात्ती रिसाउनेछ। त्यसपछि उडकिपरले हात्तीको आँखा निकाल्छ र अन्तमा भ्यागुताले बाँकी योजना पुरा गर्नेछ। भोलिपल्ट सबैले अहङ्कारी हात्ती खोज्न थाले। पछि उनीहरूले हात्तीलाई आँपको रुख नजिक भेटाए। भ्यागुताले कार्य गर्न सङ्केत गरे। मास्टरमाइन्ड भ्यागुताको आदेश पछ्याउँदै लामखुट्टे हात्तीको नजिक गए र हात्तीको कान वरपरि गएर गुन्जिन थाल्यो। यसले हात्तीलाई क्रोधित बनायो र चाँडै हात्तीले आफ्नो शरीरमाथि नियन्त्रण गुमाएको थियो। लामखुट्टे हात्तीको कानको वरिपरि घुमिरहे। जब हात्तीले नियन्त्रण गुमायो र आत्तिन थाल्यो, उडपिकर चरा हात्तीतर्फ उड्यो र हात्तीको दुवै आँखामा चुच्चोले टोके। गहिरो पीडाले हात्ती रुन थाल्यो। असहज पीडा र धेरै रोएर उनको घाँटी सुक्न थाल्यो। पानीको खोजीमा ऊ यताउता गयो र केही देख्न सकेन। त्यसपछि भ्यागुताको आवाज सुनेर हात्तीले पोखरी फेला परेको जस्तो गरेर सोचे। भ्यागुताको चर्को आवाजपछि ऊ खादलको छेउमा गयो। यसरी अन्धो हात्तीले आफूलाई सही ठाउँमा पुगेको कुरामा ढुक्क भयो। पानी पिउन तल झरेपछि खाल्डोमा खसेर मृत्यु भयो। सबै साथीहरूले आफ्नो बुद्धि प्रयोग गरेर बदला लिँदा सबै जनावर र पन्छीहरूले आफ्नो जितको खुसी मनाए र नाच्न र गाउन थाले। यो कथाले यो भन्न खोजेको छ कि बुद्धि सधैँ क्रूर बलभन्दा उच्च हुन्छ। साथै यसले हामीलाई यो सिकाउँछ कि हामीले सधैँ हाम्रा साथीहरूलाई मद्दत गर्नुपर्छ र तिनीहरूलाई उनीहरूको दुःखमा एक्लै हुन दिनु हुँदैन। Like and subscribe.